अदृश्य संकेत। पोखराबाट झापातर्फ जाने यात्रुवाहक बस बिहानको उज्यालोमा धुलाम्य सडकमा बिस्तारै अघि बढ्दै थियो। यात्रुहरूका अनुहारमा थकाइ र आशा मिसिएको भाव थियो। कोही घर फर्किँदै, कोही नयाँ यात्रा खोज्दै। चालक रामु अनुभवी मानिन्थ्यो, सहचालक अर्जुन हास्यमुख र उत्साही युवक। मादी नदी नजिक पुग्दा अचानक एउटा कालो बिरालोले बाटो काट्यो। अर्जुनले भने, दाई, बिरालोले बाटो काट्यो नि। रामुले मुस्कुराउँदै भन्यो, भाइ, अन्धविश्वासले गन्तव्य रोकिँदैन। हेर्न, हाम्रै हातमा स्टियरिङ छ। गाडी अघि बढ्यो। तर करिब 1 घण्टापछि स्याङ्जाको घुमाउरो डाँडामा पुग्दा बाटोको बीचमा एक ठूलो पहेँलो कुकुर उभिएको देखियो। रामुले तुरुन्तै ब्रेक लगायो। यो त बाटो छेकेर बसेको छ, अर्जुनले भन्यो। गाडी रोकिएपछि अर्जुन बाहिर निस्कियो र ढुङ्गा टिप्दै कुकुरलाई धपाउन खोज्यो। तर त्यो कुकुर गुर्रायो, दाँत देखाउँदै झम्टिन खोज्यो। अर्जुन डराएर पछि हट्यो। कुकुरको आँखामा केही अनौठो डर र चेतावनी मिसिएको भाव थियो। यात्रुहरू पनि हल्लिन थाले, कोही झ्यालबाट हेरिरहेका, कोही हात जोड्दै प्रार्थना गर्दै। चालक रामु रिसाउँदै भन्यो, अब यो कुकुरका कारण यात्रै रोकिने हो र? त्यसै बेला कुकुरले अझै जोडसँग भुक्न थाल्यो, मानव सबैलाई रोकिन आग्रह गर्दै होस्। ठ्याक्कै त्यही क्षण माथिबाट ठूलो गर्जन सुनियो, गज। सबैको नजर एकैचोटि माथि गयो। पहाड फाटे चाहिँ आवाज आयो र विशाल पहिरो सडकमा खस्यो। ठूला ढुङ्गाहरू, रुखका ठुट्टा र माटोको भेल गाडी पुग्ने ठिक ठाउँमा आएर रोकियो। केही सेकेन्डपछि मात्रै सबैलाई कुला बुझियो। यदि यो कुकुरले बाटो नरोकेको भए बस पहिरो मुनि गाडिन्थ्यो। सारा यात्रुहरू स्तब्ध भए, कोही रोए, कोही भगवानको नाम लिए। अर्जुनको स्वर काँप्यो, दाई, यो कुकुरले यहाँ बाटो छेकेको थिएन भने हामी सबै गएथ्यौँ। रामु पनि मौन रह्यो। ऊ बाहिर निस्कियो। त्यो कुकुर अझै बाटोको छेउमा उभिएको थियो। अब ऊ शान्त थियो, मानव आफ्नो काम पूरा गरिसकेको होस्। रामुले मृदु स्वरमा भन्यो, तैँले हाम्रा लागि जेन दिए सरह काम गरिस् साथी। त्यसपछि रामुले ट्राफिक प्रहरीलाई फोन गर्यो। केही समयमै डोजर आइपुग्यो। चालकले सावधानीपूर्वक पहिरो हटायो। यात्रुहरू मिलेर बाटो सफा गर्न सहयोग गरे। सबैजना डर र कृतज्ञताले भरिएका थिए। जब बाटो खुल्यो, त्यो कुकुर एकछिन त त्यहीँ बसेर सबैलाई हेर्दै रह्यो। केही यात्रुहरू अगाडि आए, उसलाई माया गर्दै सुमसुमाए। त हाम्रो रक्षक रहेछस्, एक वृद्ध यात्रुले भने र कुकुरको टाउकोमा हात राखे। कुकुरले पुच्छर हल्लायो, मानव हाँसेर बिदा लिरहेको होस्। त्यसपछि ऊ बिस्तारै जङ्गलतिर हरायो। बस फेरि यात्रामा निस्कियो। सबैको मुटुमा एउटा गहिरो सोच बाँकी रह्यो। जीवनमा कहिलेकाहीँ उद्धार देवता मान्छेको रूपमा होइन, मौन प्राणीको स्वरूपमा आउँछन्।